सफल बनाउने कोसिस गरेका छौँ र उहाँ 128 साल सर्भिसको दौरान उहाँले जुन प्रकारले देशप्रति आफ्नो जवानी समर्पित तपाईँलाई म यो पढाइ सुनाउँछु। गोर्खा भूपू सैनिक अनि सैनिक प्रशस्ति पत्र मिति 6 अगस्त 2026 देश अनि सामाजिक सेवा ड्रेस त अस्ति अगस्त 1 तारिकबाट नै त्यागिसकेको थिएँ। फेरि पनि त्यो ड्रेस लगाएर यति ठुलो प्रोग्राम गरिदिएकोमा म हृदयबाट नै लगायत मेरो सम्पूर्ण परिवारबाट नै तपाईँप्रति धेरै आभारी छु। तपाईँले जुन यो प्रकारको आफ्नो यति उपस्थित भएको र एउटा रिटायरमेन्ट लाइफको स्वागतको लागि तपाईँ उपस्थित भएका म हृदयबाट नै धन्यवाद ज्ञापन गर्छु तपाईँहरूलाई। कुशलतासँग आफ्नो सर्भिस सेवा समाप्त गरेर आएर जुन दिन मलाई हातमा दोहोऱ्याएर स्कुल घरसम्म ल्याउने मेरा ती गुरुहरूप्रति पनि म आभार व्यक्त गर्छु र विशेष तपाईँप्रति म धेरै नै एकदमै आभारी छु। तपाईँले यति ठुलो प्रोग्राम राखिदिनु भयो। सायद यो पहिलो बार होला मैले सुनेको पनि थिइनँ कि हाम्रो गाउँमा यस्तो यस्तो प्रोग्राम कसैकोमा पनि भएको थिएन। त्यसको लागि म अझै पनि हृदयबाट तपाईँप्रति एकदमै आभारी छु, एकदमै धन्यवाद प्रकट गर्दछु। ताकि यो कदमलाई म पनि आएको छु। अब हाम्रो पनि धेरै भाइहरू सेनामा सेवारत छ। उनीहरू आउने जाने एउटा फौजको नियम हो। बाँकी पनि नियम जस्तो जस्तै नयाँ पात पलाउँदै जान्छ, पुरानो झर्दै जान्छ। सेम फौजमा त्यही हो, पुरानो आउँदै